अत्यन्तै रोचक यहाँहरूले देखिसक्नुभयो। यहाँहरूको लाइभ मार्फत देश विदेशमा रहनुहुने नेपालमा रहनुहुने सबै दर्शकले पनि यो खेल देख्नुभयो। अत्यन्तै 2 सेट हामीले गुमाइसकेको अवस्थामा पनि फेरि हामी हाम्रा खेलाडीहरू उच्च मनोबलका साथ जुन हौसलाका साथ उहाँहरू खेल्नुभयो, खेलेर कमब्याक गरेर हामीले तेस्रो सेट जितेर हामी विजय फाइनलमा प्रवेश गरेका छौँ। अवश्य पनि सम्पूर्ण खेल प्रेमी एवं खेलाडी साथीहरूलाई धेरै धेरै धन्यवाद। पक्कै पनि सरले भने जस्तै स्याङ्जाले 2वटा सेट गुमाइसकेको अवस्थामा उच्च पुनरागमन गर्दै 3वटा सेट हात पारेर लगातार यो खेल जित हात पारेको छ। यो रणनीतिको विषयमा सर भन्न मिल्छ भने यहाँहरूले पहिलो रोजाइमा राखेका नेपालका चिरपरिचित सेटर हामी बलराम गुरुङलाई पनि बेन्चमा राखेर देवेन्द्र परियारलाई प्रयोग गर्नुभयो। यो प्रकारको रणनीति चाहिँ कस्तो थियो सर भन्न मिल्छ भने दर्शकका लागि? अवश्य पनि हामीले 2 सेटहरू गुमाइसकेको अवस्था थियो। हामी अब डु एन्ड डाईको स्थितिमा रहेको अवस्थामा हामीले हाम्रै सेटरलाई खेलाएर एकचोटि चेक गरौँ भन्ने हामी सोचमा थियौँ। त्यो बेलामा हामी सफल भइरह्यौँ। सफल भइसकेपछि निरन्तर उसैलाई हामीले प्रयोग गरिसकेपछि त्यो विजय प्राप्त गर्न हामी सफल भयौँ। यही नै हाम्रो रणनीतिमा हामी पक्कै पनि यो यात्रा फाइनलका लागि एउटा रमणीय खेल, रमाइलो खेल भएको छ। दर्शकले पनि त्यसलाई अनुमान गर्नुभएको छ। यद्यपि फाइनल यात्राले मात्रै फाइनलको लागि धेरै रणनीतिहरू बसेको छ सरहरूको लागि। अब फाइनलका लागि फाइनलमा आउन सक्ने 2वटा टिमहरू अब बागलुङ र म्याग्दीको बिचमा खेल हुँदैछ। त्यो टिमबाट आउने बिचको चुनौती सामना गर्नका लागि तपाईँहरूले कसरी लिनुभएको छ सोही टिमलाई छोटोमा भन्न मिल्छ भने? अवश्य पनि, किनभने सबै विजय प्राप्त गर्नकै लागि यहाँ उपस्थित भएका छौँ। हामी पनि त्यही अनुसार खेलाडीलाई फिल्डमा उतारिरहेका छौँ। हाम्रो खेलाडीहरू पनि त्यही रणनीति अनुसार खेलिरहनु भएको छ। हामी कुनै पनि टिमहरू यहाँ कमजोर टिम छैन, किनभने सेमी फाइनल प्रवेश गर्ने टिम कुनै पनि कमजोर हुँदैन आफैमा पनि। आज तनहुले पनि उत्कृष्ट खेल खेल्दा खेल्दै अब सेट घुम्न पुग्यो। अब यसपछिको सेमी फाइनल गलकोट भर्सेस म्याग्दी बिच उहाँहरू पनि दुवै टिम एकदम जोरदार छ। तर पनि हामी आत्मविश्वास छौँ। हाम्रो खेलाडीहरू स्याङ्जाली खेलाडीहरू मजबुत छन्। हामी विजय प्राप्त गर्न आएको हो, त्यसकारण हामी विजय प्राप्त गर्छौँ। यो खेल बाहिर रहँदा सर चाहिँ स्याङ्जा भलिबल सङ्घको उपाध्यक्ष भएको नाताले पनि यो खेल बाहिरको कुरा गर्दाखेरि यो जिल्ला भलिबल सङ्घ म्याग्दीले यो प्रकारको जिल्ला स्तरीय भलिबल खेलको आयोजना गर्दा चाहिँ गण्डकी प्रदेश समग्र क्लबको चाहिँ भलिबल विकास र विस्तारमा के सहयोग गर्ला सरको विचारमा हामी सुन्छौँ? एकदम हामी गर्व गर्छौँ, किनभने म्याग्दी भलिबल सङ्घले यत्रो भव्य र सभ्य यो भलिबल कार्यक्रम सम्पन्न गर्दैछ। अब भोलि समापन हुँदैछ। यहाँ व्यवस्थापनको कुरा गर्दा पनि हामी एकदम गर्व गर्छौँ। यो कुनै पनि चानेचुने कुरा होइन, म्यानेजमेन्ट गर्न धेरै गाह्रो हुन्छ। तर पनि उहाँहरूले यति सहज रूपमा यत्रो 8-8वटा टिमलाई खाने बस्नेदेखि लिएर तपाईँको आते जाते भाडादेखि लिएर सबै व्यवस्थापनमा कुनै पनि कन्जुसाइ गर्नुभएको छैन। हामी गर्वान्वित छौँ। यो चुनौती गर्न भोलि हामीलाई पनि चुनौती छ। त्यसकारण उहाँहरूले जुन यो भव्य र सभ्य यो कार्यक्रम गर्नुभएको छ, हामी स्याङ्जा जिल्लाको तर्फबाट म मेरो व्यक्तिगत सम्पूर्ण स्याङ्जालीवासीको तर्फबाट म्याग्दी भलिबल सङ्घलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। बस धन्यवाद छ सरलाई। फाइनल यात्राका लागि शुभकामना भन्दै यहाँलाई समयका लागि हार्दिक धन्यवाद छ। धेरै धेरै धन्यवाद सुर्खेत नमस्ते सुर्खेत युट्युब च्यानललाई र यहाँहरूको परिवारलाई मलाई यहाँसम्म बोलाएर 2 शब्द राख्ने अवसर दिनुभएकोमा यहाँ एज अ होल यहाँको होल टिमलाई नै हृदयदेखि हामी स्याङ्जाली भलिबल तर्फबाट र मेरो व्यक्तिगत हृदयदेखि धन्यवाद व्यक्त गर्न धेरै धेरै धन्यवाद छ।